बालेन्द्र सरकार जबसम्म हातमा सुकुम्बासीको रगत लागेको बालेन्द्र सरकारले कान खोल्दैन, जबसम्म भूमि सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्थापन गर्दैन, आवासको व्यवस्था गर्दैन, क्षतिपूर्ति सहित न्याय दिँदैन, तबसम्म हाम्रो यो आन्दोलन जारी रहने घोषणा गर्दै आजको कार्यक्रम अन्त भएको समापन गर्दछौँ। हो साथीहरू, धेरै जस्तो मैले यस्तो देखेको छु, नेपालमै भएर पनि सुकुम्बासी भनेपछि अलग्गै पहिचान छ, अलग्गै हेप छ, अलग्गै मतलब हेप्ने काम गर्छन् होइन। सुकुम्बासी भनेपछि यति हामी पनि त नेपालमै बस्ने नेपाली त हो के अरे होइन र, कि हामी कि अरू देशबाट आएको हो र, हामी पनि नेपाली जो यस्तो हेपाहाप त गर्नु भएन। सुकुम्बासी भनेर सब एक समान देख्नु पर्यो। हामी पनि गरेर खाने हो, कसैलाई हामीले प्रगति गर्नको लागि कसैलाई हामीले दुर्व्यवहार गरिएको छैन होइन र। कि कसो हो साथी, होला पुरा भिडियो हेरेर चाहिँ प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। धन्यवाद।